हेलो साथीहरू, आज चाहिँ म मोमो बनाउन गइरहेको छु। मोमो मन नपराउने पक्कै पनि कोही पनि छैन होला। मेरो मम्मीको हातको मन पर्छ। हो र, मेरो छोरीलाई चाहिँ मैले बनाएको मोमो एकदम मन पर्छ बाहिरको भन्दा पनि। त्यसैले पनि आज म मोमो बनाउन गइरहेको छु। लेट्स गो। यो चाहिँ मैले के भन्छ अरे भाटभटिनीमा किनेको है। यस्तो मजा हुन्छ, तर बल पनि चाहिन्छ कि फेरि। तेल हाल्ने एकदम पाकिसक्यो होइन। अनि मैले चाहिँ यसमा टमाटर काटिसकेँ। यो चाहिँ धनियाँ, अदुवा र लसुन, त्यसपछि प्याज। अनि यो चाहिँ के अरे तिल। अब चाहिँ म यसमा लसुन र अदुवा
एकछिन थपेर राख्नु यो टमाटर चाहिँ पाक्यो अब यसमा यो यो भइहालिसक्यो अब यसलाई चाहिँ एकछिन सेलाउन दिने एकछिन सेलाउनु पर्छ Good. No. Salamat sa mga Oh my god. तातो यो यो चाहिँ मोमो पाक्दै मोमो चाहिँ रेडी भइसक्यो अब चाहिँ मेरो छोरीलाई चखाउन लान्छु है त के भन्दो रहेछ है त ल अब चाहिँ मेरो छोरीले खाना ल्याइराख्नु भएको छ सानो खानुस् त मोमो कस्तो रहेछ फुफु गर्नुस् ल के पनि हुन्न आधा गर्नुस् हातले खाइ पनि हुन्छ खानुस् त अचार पनि कस्तो रहेछ कस्तो रहेछ मिठो वाउ खै त थ्याङ्क यू मम्मी भन्नुभएको वेलकम बेबी ल खानुस् ल ल बाई बाई गरिदिनुहोस् अब आफूले बनाइसकेपछि त आफूले पनि चाख्नु पर्दैन होइन मोमो कस्तो भएको रहेछ त म अब चाख्दैछु है त हजुरहरूलाई पनि है मिठो तर घरमा बनाएको चाहिँ मिठै हुन्छ नमिठो हुँदैन म चाहिँ खास चाहिँ तेलै हाल्दिनँ कि त्यही भएर पनि ड्राई हुन्छ त्यस्तो बित्ति जुसी चाहिँ हुँदैन अरूको त जुसी हुन्छ नि त है म चाहिँ जुसी तर बफको बनायो भने चाहिँ जुसी हुन्छ है फेरि यो चाहिँ चिकनको हो नि त त्यही भएर खासै जुसी चाहिँ हुँदैन आजको लागि यति नै बाई बाई